हेलो साथीहरू नमस्कार अनि स्वागत छ यात्रा एन्ड टकमा। धेरै भइसकेको थियो मैले यसमा यो भिडियोहरू अपलोड नगरेको। नामै थाहा छ तपाईँहरूलाई, यात्रा एन्ड टक होइन। धेरैजना अब नयाँ हुनुहुन्छ भने यात्रा एन्ड टक भन्ने मेरो च्यानल चाहिँ यात्रा सम्बन्धी, यात्रा पनि गर्दै कुराकानी पनि गर्दै यात्रा एन्ड टक। त्यो इन्टेन्सनले नै मैले सुरु गरेको थिएँ एउटा टाइममा, धेरै अगाडि मैले केही भिडियोहरू पनि हालेँ यात्राको, यताउति ट्राभलको। फेरि पछि बिचमा गएर लाइफको त्यस्तै त हो नि, हेर्नुहोस् न के भन्छ, कहिले कता होइन, कहिले अडचन कहिले बाधा। अब बाधा विघ्न जस्तो जे भए पनि अब ठिकै छ, फेरि सुरु गर्नु पर्यो होइन भनेर मैले यो फेरि सुरु गर्ने कोसिस गर्दैछु। तपाईँहरूलाई आज तपाईँले देख्नु हुँदैछ जुन म चाहिँ यो अहिले क्यानाडामा छु, जहाँ कि टोरन्टो डाउनटाउनतिर जाँदैछु। डाउनटाउनतिर जाँदैछु। तपाईँहरूले यहाँ यो दृश्य देखि पनि रहनु भएको छ होला। मेरो चाहिँ कस्तो भने दुईटा क्यामेरा चल्दैछ, एउटा यहाँ, एउटा यो तपाईँहरूलाई देखाउने क्यामेरा अगाडि लगाएको छ। यो चाहिँ मेरो मोबाइलबाटै मैले खिचिरहेको छु मेरो फेस चाहिँ। अनि यो चाहिँ कस्तो भने म के भन्छ राइड सेयरको काम गर्छु। अनि एउटा सानो म बसेको ठाउँतिरबाट यो लिफाफा छोड्नलाई लगभग कति 45 किलोमिटर छ। त्यसको मलाई $34 दिएको छ यिनीहरूले। अनि त्यो दिनलाई जाँदैछु। अनि जाँदै थिएँ, सोचेँ अब खालि यो लिफाफा मात्रै होइन, मान्छे छैन, नभए राइड सेयरमा नर्मली मान्छे हामी राइडै गर्छौँ। अनि अब तपाईँलाई सँगसँगै अब यहाँको नजारा पनि देखाइदिउँ भनेर। तपाईँहरू हेर्नु हुँदैछ होला होइन, यो बिल्डिङहरू आयो। अब यहाँ दामी ठाउँ छ। यो चाहिँ यो ठाउँ यतापट्टि एउटा लेक सोर, मतलब वहाँ लेक छ अगाडि, तपाईँहरूले देख्नु पनि भयो होला। यो लेकको छेउछेउबाट एउटा बाटो जान्छ, लेक सोरै सोर। बाटोको नाम पनि लेक सोर छ। त्यसको साइडमा यो बिल्डिङहरू बनेको छ। यहाँबाट लगभग 3-4 मिनटमा म लगभग डाउनटाउन एन्टर गर्छु होला भन्नाले, मेन टोरन्टोको बजार सिटी भनौँ न। यहाँबाट तपाईँहरूले देख्नु पनि सक्नुहुन्छ पर के भन्छ यो सिएन टावरहरू होइन, देखिरहनु भएको होला। यो हाइवे, म चाहिँ अहिले हाइवेमा छु। अनि
के छ तपाईहरुको खबर सुनाउनुस्। जिन्दगी हैन यस्तै छ। विदेशमा हुनेलाई पनि गाह्रो छ, स्वदेशमा हुनेलाई पनि गाह्रो छ। अब हाम्रो नेपालको पोलिटिक्सको त के कुरा गर्नु, अब केही न केही नयाँ हुँदैछ होला। कमेन्ट गर्नु होला हजुरहरु कहाँबाट हेर्नु हुँदैछ हैन। लाइक, कमेन्ट, सब्स्क्राइब। आजकल त त्यो गन्दा गन्दा मेसेज गर्ने ट्रेन्ड चलिरहेको रहेछ, म हेर्छु है। त्यस्तो चाहिँ नगरौँ है। सबै भन्नुपर्छ। अहिले यो समर हो, समरमा रमाइलो हुन्छ मौसम। मेरो ड्यासबोर्डमा 23 डिग्री देखाइरहेछ है, ब्युटिफुल। अहिले यो तपाईहरुले देख्नु, यो ग्रिनरी अहिले देख्नु हुँदैछ नि, यो हरियाली यहाँ भनेको 6 महिना 5-6 महिनाको लागि मात्रै हो हरियाली। त्यस पछाडि फेरि हिउँ पर्छ, यस्तो हिउँ पर्छ। अब त्यो तपाईहरुलाई थाहा छँदैछ यो क्यानाडाको हिउँ -30, -25 होइन, खतरनाक हुन्छ। अगाडि तपाईहरुले सीएन टावर देख्नु हुँदैछ, सीएन टावर देख्नु हुँदैछ होला, आधा मात्रै देखिरहेछ। यो ट्राफिक जाम भयो, यहाँबाट ट्राफिक सुरु भयो, हेभी ट्राफिक। यो चाहिँ तपाईको अब सिटी एन्टर गर्दाखेरि जहाँको पनि त्यही त हो। अहिले चाहिँ यो 6 महिना एकदमै हरियाली हुन्छ, हरियाली मजा। मान्छेहरू अब यो अहिले यो समयमा बाहिर निस्किने जाने, केटाकेटीहरूको पनि स्कुलहरू छुट्टी होइन, अनि भेकेसनमा जाने यो त्यो सबै यतिखेरै हुन्छ। हुन चाहिँ यहाँ उल्टो जस्तो लाग्छ मलाई। यो टाइममा चाहिँ अब मान्छेहरू भेकेसन अरे यो के भन्छ बाहिरतिर घुम्न जाने होइन, केटाकेटी लिएर। अनि यो टाइममा छुट्टी हुन्छ जब हिउँमा 30 डिग्री -30-35 मा चाहिँ फेरि स्कुल जान्छन् केटाकेटीहरू। अचम्मको छ क्या। अनि तर त्यो टाइममा हुनसक्छ अब यहाँनिर बाहिरतिर भन्नाले आफ्नै, अब क्यानाडा त निकै ठुलो छ नि त। अब एक ठाउँबाट तपाईँको अर्को ठाउँमा, यो टोरन्टोमा छ, अब यहाँबाट भ्यान्कुभरतिर जानु पर्यो भने 4 घन्टा 4.5 घन्टाको फ्लाइट होइन, जस्तो ठुलो छ। म चाहिँ गएको छु नि त्यतातिर, त्यति हिउँ पनि कमै पर्छ अरे। त्यही भएर अब नर्मली सबैतिर क्यानाडामा चिसै ठाउँ हुँदाखेरि अब केटाकेटीहरूलाई हुन त घुमाउँदाखेरि, घुम्न जानेहरूलाई के भन्छ त्यो यो टाइम चाहिँ सही हुन्छ होला, समर होइन, इन्जोय गर्न सक्छन् नि त, त्यो भएर होला। तर विचारको हेर त्यो हालत खराब हुन्छ नि तपाईँको, त्यो स्कुल जाने यो के भन्छ चिसोमा है, त्यो भएर उल्टो जस्तो लाग्छ। ट्राफिक त हेभी छ त सर। देख्नु हुँदैछ, रमाइलो छ। ऊ पर एउटा फ्यान चल्दैछ ठुलो, त्यो इलेक्ट्रिसिटी प्रड्युस गर्ने फ्यान हुन्छ नि, के भन्छ त्यसलाई त, विन्ड मिल के भन्छ, मलाई नाम पनि बिर्सेँ त्यसको। त्यो घुमेको पनि देख्नु हुँदैछ होला। तपाईलाई म अलिक पछाडि देखाउँछ। अब यो हामी जाँदै गरौँ होइन, बिचमा छोडेर भिडियो छोडेर जान पाइँदैन नि फेरि। हेर्नु पर्यो नि। तपाईँहरूलाई त चिज देखाउँछु म अलि अगाडि गएपछि। अब झन् रमाइलो ठाउँ आउँछ डाउन टाउनको होइन। जस्ट निस्किहाल्यो यहाँबाट हामी अलिकति अगाडि गएपछि दामी ठाउँ दामी।
ब्युटिफुल तपाईँहरूलाई मजा आउँछ हेर्नलाई लाइक शेयर सब्सक्राइब गर्नुलाई के भन्छ यो म अब कन्टिन्यू फेरि सुरु गर्दैछु होइन तपाईँहरूलाई मेरो अब ट्राभलकै काम हो म हिँडिरहनु पर्छ होइन हिँड्ने भन्नाले अब राइड सेयरको काम तपाईँहरूलाई थाहा छँदैछ ओभर लेफ्टहरू गर्ने मान्छेको कहिले यताबाट उता उताबाट उता है टाढा टाढा 200-250 किलोमिटर उता अनि पनि जाइन्छ त्यो चिजहरू पनि सुट गर्छु तपाईँलाई दामी चिजहरू देखाउँछु त्योबाट फलो गर्नु होला यहाँबाट हामी निस्किन आँट्यो अब तपाईँहरूले यहाँ है त्यहाँबाट अलिकति अगाडि गएपछि नि यसमा चाहिँ तपाईँहरूलाई अस्ति रोनाल्डो यहाँ के भन्छ फुटबल हेर्नुहोस् है यो ग्राउन्ड यहीँनेरि खेलेको थियो बिएमओ फिल्ड भन्छ यहाँ सबै यिनीहरूले निकाल्यो अस्ति त्यो कस्तो हुँदो रहेछ भने फोल्डेबल हुँदो रहेछ आजकलको स्टेडियम होइन अस्ति दामी बनाएको थियो जस्ट अलिकति अगाडि गएपछि जो छ त्यो अगाडि देख्नु हुँदैछ नि तपाईँले त्यहाँ हामी सिटी एन्टर गर्न आँटिसक्यौँ योभन्दा तपाईँलाई म देखाइहाल्छु है त्यो के अरे बिएमओ जहाँ रोनाल्डोको के भन्छ पोर्चुगल वर्सेस कसको थियो म्याच क्रोएसियाको थियो होला होइन यी भयो त्यो स्टेडियम देखाउँछ है तर कस्तो भने अस्ति राम्रो देखिएको थियो होइन अहिले फेरि पुरै त्यो फोल्डेबल हुँदो रहेछ त्यतिखेर तिनीहरूले त्यो टेम्परेरी बनाए जस्तो पुरै रिमुभ गर्यो त्यो सबै बस्ने ठाउँदेखि लिएर सबै चिज तर पनि देखिन्छ एक मिनटमा तपाईँलाई म त्यो ठाउँ देखाइहाल्छु है त्यो मात्रै होइन अझ ब्युटिफुल ठाउँहरू देखाउँछु नि मेरो आवाज चाहिँ यसमा कस्तो आउँछ मलाई थाहा छैन गाडीको आवाजहरू पनि आइरहेछ मसँग त्यो ऊ छैन के अरे माइक छैन क्या माइक लिनुपर्ने पक्नु ल ठ्याक्कै तपाईँलाई म देखाइहाल्छु यहाँनिर बिएमओ स्टुडियम यो स्टुडियो यो हेर्नुहोस् है अब यता यहाँनिर यही हो देख्नुभयो होला होइन यही भएको थियो ल हेर्नुहोस् यही भएको थियो यही हो फुटबल ग्राउन्ड देख्नुभयो नि रोनाल्डोले पनि खेलेको या त 6-7वटा म्याच भएको थियो सबै के भन्छ 6-7वटा गेम यहाँ भएको थियो क्या देख्नु भने अब हामी सिटीतिर पस्यौँ होइन दामी छ नि ठाउँ हाम्रो नेपालको पनि कल्पना यस्तै गरिन्छ कुनै समयमा होला देख्नुभयो सीएन टावर हेर्नु हुँदैछ नि स्टेडियम छ एउटा रोजर स्टेडियम भन्छ त्यो ठ्याक्कै त्यो सीएन टावरको तल छ तपाईँहरूलाई म यति देखाउन चाहिरहेको थिएँ यो सिन है तपाईँले हेर्नुभयो होला खुसी लाग्यो धन्यवाद हेरेर मजा लिनुभयो होला
गर्नुहोस्, लाइक सेयर सब्सक्राइब पनि गर्नुहोस्। म यस्तै यस्तै भिडियो लिएर आइरहन्छु, कुराकानी गर्दै गरौँला। तपाईँहरू कहाँ बस्नुहुन्छ, कहाँबाट हेर्नुहुन्छ, मेसेज गर्नुहोस्, टेक्स्ट गर्नुहोस्। तपाईँहरूसँग कुरो गर्दा गर्दै म त मिस गरेछु क्या। एक्जिट गर्नुपर्ने हाइवेबाट एक्जिटै गर्न मिस गरेछु। यस्तो पनि हुँदो रहेछ है कहिले काहीँ। ठिक छैन आज। अब यहाँबाट तपाईँहरूलाई यो भित्रको ल आजलाई यति नै थ्याङ्क यू सो मच है। हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। फेरि म ल्याइरहन्छु एक दुई दिनमा यस्तै रमाइलो भिडियोहरू, रमाइलो ठाउँहरू होइन। धेरै कुराहरू छन् हेर्नलाई, देखाउनलाई। अब बिस्तारै म देखाउँछु ल है त। धन्यवाद, थ्याङ्क यू सो मच, नमस्कार सबैलाई, बाई बाई।